नमस्कार, म रुस्मी फेरि पनि अर्को भिडियो लिएर हजुरहरूसम्म आइसकेको छु। आजको भिडियोमा मैले सन्तोषी माताको व्रत सम्बन्धी सम्पूर्ण विधि र नियमहरू लिएर आएको छु। कसरी व्रत लिने, कसरी व्रत लिँदा चाहिँ हजुरहरूले पूर्ण फल पाउनुहुन्छ भनेर एकदमै जानकारीमूलक भिडियो लिएर आएको छु। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नुहोला र यो व्रतको चाहिँ पूर्ण फल लिनुहोला। आफ्नो भक्तहरूलाई सन्तोष दिनेवालीमा सन्तोषी माताको व्रतको प्रभावले 3 महिनाभित्र व्यक्तिको मनको इच्छा पूरा भइसक्छ। तर कहिलेकाहीँ हाम्रो केही ग्रह नक्षत्र खराब चलिरहेछ अथवा हाम्रो अघिल्लो जन्मको केही कर्महरू छ भने त्यसका कारण केही ढिला हुन सक्छ। किनभने नि हाम्रो कर्मको फल ईश्वरले पनि सजिलै काट्न सक्नुहुन्न। गङ्गामा गएर हामीले स्नान गर्दा पनि गङ्गा माले पनि हाम्रो त्यही पाप मात्रै धुल्न सक्नुहुन्छ जुन पाप चाहिँ हामीले अनजानमा गरेका हुन्छौँ। त्यसैले हाम्रा त्यस्ता अघिल्लो जन्मका केही खराब कर्महरू छन् भने चाहिँ केही हाम्रो मनको इच्छा पुरा हुन ढिला हुन सक्छ। तर सन्तोषी माताले गर्न नसक्ने चिज भनेको यो संसारमा केही पनि छैन। हजुरको मनको इच्छा अवश्य पुरा हुन्छ। सन्तोषी माताको व्रत 11 हप्ता, 16 हप्ता, 21 हप्ता लिन सक्नुहुन्छ। अथवा तपाईँले मेरो मनको इच्छा जहिलेसम्म पुरा हुँदैन तबसम्म म निरन्तर व्रत लिइरहन्छु भनेर व्रत लिन पनि सक्नुहुन्छ। तर 16 हप्ता, 11 हप्ता र 21 हप्ताहरूमा चाहिँ सबैभन्दा उत्कृष्ट 16 हप्ताको व्रत लिनुभयो भने तपाईँले सबैभन्दा राम्रो र उत्तम व्रत हुन्छ। तपाईँले महिनाको कुरा गर्नु पर्दाखेरि चाहिँ माघ महिना र वैशाख महिनामा सुरु गर्न सक्नुहुन्छ। त्यो चाहिँ सबैभन्दा राम्रो हुन्छ। र पनि यसको अर्थ यो होइन कि अरूमा चाहिँ गर्दा नराम्रो भन्ने हुँदैन। यदि त्यो महिना छैन र हजुरलाई लिन इच्छा छ, एकदमै माप्रति चाहिँ विश्वास छ, भक्तिभाव छ भने चाहिँ हजुरले बृहस्पति र शुक्र अस्त भएको छैन भने, हजुरको घरमा जुठो सुतक परेको छैन भने जुनसुकै महिनाको शुक्ल पक्षको पहिलो शुक्रबारबाट सुरु गर्न सक्नुहुन्छ। पहिलो शुक्ल पक्ष भनेको के हो भन्नुहुन्छ? औँसी पछाडि जुन पक्ष आउँछ त्यो नै शुक्ल पक्ष हो। अर्थात् हजुरले औँसी सकिने बित्तिकै जुन शुक्रबार आउँछ नि हो त्यही शुक्रबारबाट व्रतको प्रारम्भ गर्न सक्नुहुन्छ। व्रतको दिन बिहानै उठेर स्नान गर्नु, रातो कपडा लगाउनु अथवा छोरा मान्छे हुनुहुन्छ र रातो कपडा लाउन मन लाग्दैन भने हल्का पहेँलो कपडा लगाउन सक्नुहुन्छ। जुन ठाउँमा तपाईँले सन्तोषी मातालाई स्थापना गर्दै हुनुहुन्छ त्यो ठाउँमा चाहिँ अझ धेरै विशेष सरसफाइ गर्नु। सरसफाइ त हजुरले पुरै घरको गर्नुपर्छ, किनकि घरमा माला बोलाएर राख्ने भएपछि सरसफाइमा त ध्यान दिनुपर्छ नै। जुन ठाउँमा चाहिँ हजुरले माको स्थापना गर्दै हुनुहुन्छ त्यो ठाउँमा चाहिँ अझ विशेष सरसफाइ गर्नु। त्यसपछि त्यहाँ बेसारले स्वस्तिक बनाउनु, स्वस्तिकमाथि पिर्का राख्नु, पिर्कामाथि रातो चोखो सफा कपडा बिछ्याउनु, त्यो माथि चामलको आसन लगाउनु अनि त्यो माथि हजुरसँग जे छ सन्तोषी माताको फोटो, मूर्ति जे छ त्यसलाई त्यहाँ स्थापना गर्नु। अनि त्यस माला स्थापना गरेको भन्दा अगाडि अब हजुरले कलश स्थापना गर्नुपर्ने हुन्छ। कलश स्थापना गर्नको लागि पनि चामल राख्नु, चामलमाथि जलले भरिएको कलश राख्नु अनि कलशमा थोरै 1 चुट्की बेसार हाल्नु, 1 चुट्की सिन्दुर हाल्नु अनि नभाँचिएको छलक्क परेको चामल हाल्नु थोरै। त्यसपछि एउटा थुङ्गा फुल हाल्नु अनि एउटा डबल पैसा हाल्नु। अनि त्योभन्दा अगाडिपट्टि अब हजुरले कलशको स्थापना गरिसक्नु भएपछि एउटा घिउको दियो बाल्नु अनि त्यसपछि मालाई सम्झेर हे सन्तोषी मा म यसरी हजुरको व्रत चाहिँ प्रारम्भ गर्दैछु, जानी नजानी जस्तो सक्छु त्यस्तै गरी गर्दैछु। मबाट जानी नजानी भुल हुन्छ यदि यो व्रतमा भने क्षमा गरिदिनु र मेरो व्रतलाई चाहिँ विधिपूर्वक पुरा गर्न सकौँ, मैले यो व्रत पुरा गर्नको लागि चाहिँ हजुरले मद्दत गर्नु भनेर मालाई सम्झेर एकचोटि प्रार्थना गर्नु। अब हजुरले यति गरिसक्नु भएपछि अब हजुरले सङ्कल्प गर्नुपर्ने हुन्छ। मैले धेरैवटा भिडियोमा सङ्कल्प गर्न सिकाइसकेको छु। त्यस्तै गरी हजुरले यदि सक्नुहुन्छ भने गुरु लिएर आएर सङ्कल्प गर्नु, सक्नुहुन्न भने घरमा आफैले त्यस्तै गरी आफैले पनि सङ्कल्प गर्न सक्नुहुन्छ। अब सङ्कल्प गरिसक्नु भएपछि गणेशको पूजा गर्नु। गणेशको पूजा गरिसक्नु भएपछि सन्तोषी माताको पूजा गर्नु। सन्तोषी माताको पूजा गर्दाखेरि सक्नुहुन्छ भने रातो फुल चढाउनु, सक्नुहुन्न भने जुन फुल चढाउनु भए पनि हुन्छ। अनि भोगको कुरा गर्नुपर्दा सन्तोषी मातालाई सक्खर, चना, हेर्नु त सक्खर र चना मात्रै चढाइदियो भने पनि उहाँ प्रसन्न हुनुहुन्छ। यस्तो सजिलो, कति सजिलो, अरू केही गर्नु पर्दैन। सक्खर र चनालाई मिसाएर हजुरले भोग लगाउन सक्नुहुन्छ। फलफुलमा चाहिँ
हजुरले केरा मात्रै चढाउनु होला, किनकि सन्तोषी माताको व्रत चाहिँ अरू व्रतहरूमा सबैभन्दा कठिन व्रत किन पनि भनिन्छ भने नि, अमिलो चिज पर्ने बित्तिकै व्रत भङ्ग हुन्छ के, व्रतको फल हजुरले पाउनुहुन्न। अनि फेरि सुरुदेखि नै हजुरले व्रत गर्नुपर्ने हुन्छ। त्यसैले केरा मात्रै चढाउनु, अरू फलफुल नचढाउनु। अनि हजुरले यसरी भोग लगाइसक्नु भएपछि माको अनेक प्रकारले, अब चुनरी छ भने चुनरी चढाउनु, चुनरी छैन भनेदेखि हजुरले मौली धागो चढाइदिनु। अनि हजुरले यसरी धुप दीप नैवेद्य यसरी सबै प्रकारले माको पूजा गरिसक्नु भए पछाडि माको कथाको, सन्तोषी माको कथाको किताबमा पनि तिलक लगाइदिनु। अनि तिलक लगाइसक्नु भए पछाडि अब जुन हजुरले चना र सक्खरको भोग लगाउनु भएको थियो नि प्रसादको लागि भनेर, त्यही भोगमध्ये अलिकति चना र सक्खर आफ्नो दाहिने हातमा लिनु। अनि त्यसपछि अब हजुरले सन्तोषी माताको कथाको पढ्नु, किताब निकालेर कथा पढ्नु। अनि अब हजुरलाई हातमा राखेर पढ्नु अप्ठ्यारो हुन्छ भने राख्नुपर्ने त राम्रो, सकेसम्म राम्रो त दाहिने हातमा राखेर थोरै राखेर कथा पढेकै राम्रो हो। भए पनि अब मिलेन, अप्ठ्यारो भयो भने चाहिँ हजुरले एउटा भाँडोमा अगाडिपट्टि नजिकै राखेर पढ्न पनि सक्नुहुन्छ। अनि अब हजुरलाई चाहिँ कथा किताब पढ्न अप्ठ्यारो भयो, अशुद्ध हुन्छ जस्तो लाग्यो भने हजुरले नेटहरू, इन्टरनेट, युट्युबतिरबाट पनि कथा सुन्न सक्नुहुन्छ हातमा त्यसरी लिएर। जुन हजुरले कथा पढिसक्नु भएपछि जुन हजुरले हातमा लिनुभएको चना र सक्खर थियो त्यसलाई चाहिँ गाईलाई खुवाउनु। अब गाई टाढा छ, जानलाई घरबाट अलिक टाढा छ भने चाहिँ खुवाउन चाहिँ त्यही दिनमै खुवाउनुपर्छ हजुरले त्यो गाईलाई। अब टाढा छ घरबाट भने चाहिँ अब पहिला त्यसलाई त्यो हातको चना र सक्खरलाई एउटा छुट्टै भाँडामा राख्नु, त्यहीँ पूजा ठाउँमै एकतिर। अनि पहिला पुरै विधिपूर्वक पूजा गर्नु। अनि पूजा गरिसक्नु भएपछि हजुरले त्यही दिन बेलुकाखेरि साँझतिर गएर पनि त्यो हजुरले गाईलाई खुवाउन सक्नुहुन्छ। जस्तो सुकै सङ्कटबाट बचाउने वाली हुनुहुन्छ सन्तोषी मा। सन्तोषी माको व्रतको प्रभावले नपाउने भन्ने चिज त केही पनि हुँदैन। तर पनि विशेष गरी यदि कुनै कन्याकुमारी हुनुहुन्छ र विवाह भइरहेको छैन, योग्य पुरुष प्राप्तिको लागि पनि हजुरले यो व्रत लिन सक्नुहुन्छ। पुरुषहरूले पनि राम्रो स्त्री पाउनको लागि यो व्रत लिन सक्नुहुन्छ। कुनै दाम्पत्य जीवनमा चाहिँ सन्तानको कमी छ, दाम्पत्य जीवनमा सन्तान प्राप्ति भइरहेको छैन भने पनि हजुरले यो व्रत लिन सक्नुहुन्छ। अनि दाम्पत्यले सुखद दाम्पत्य जीवनको लागि पनि हजुरले यो व्रत लिन सक्नुहुन्छ। सन्तानहरूको उत्तर प्रगति होस् भनेर पनि यो व्रत लिन सक्नुहुन्छ। रोग छ, हजुर रोगी हुनुहुन्छ भने रोगबाट मुक्त हुनको लागि पनि यो व्रत लिन सक्नुहुन्छ। कसैको श्रीमान श्रीमती चाहिँ छुट्नु भयो, दाम्पत्य जीवनमा प्रेमको कमी भयो र हजुर चाहनुहुन्छ कि मेरो छुटेर गएको श्रीमान चाहिँ फेरि फर्केर आइदिए हुन्थ्यो जस्तो हजुरलाई लाग्छ भने हजुरले पूर्ण श्रद्धा र विश्वासको साथ हजुरले यो व्रत लिनुभयो भने यो व्रतको प्रभावले फेरि पुनर्मिलन पनि हुन्छ, दाम्पत्य जीवनमा प्रेम पनि हुन्छ। यो व्रत धेरै अब यस्तो यो चिजको लागि लिन्छ भनेर भन्न सम्भवै छैन, किनकि यो व्रतले हरेक चिज हजुरले प्राप्त गर्न सक्नुहुन्छ, धन सम्पत्ति पनि प्राप्त गर्न सक्नुहुन्छ। व्रतको नियमको कुरा गर्नुपर्दा चाहिँ व्रतहरूमै सबैभन्दा कठिन व्रत भनेर पनि भनिन्छ सन्तोषी माताको व्रतलाई। किनकि यो व्रतमा चाहिँ एकजना जसले व्रत लिइरहनु भएको छ उहाँले मात्रै होइन, पुरै परिवारका सदस्यले ध्यान दिनुपर्ने हुन्छ, अलिक सजग हुनुपर्ने हुन्छ। अमिलो भन्ने चिज चाहिँ खानै हुँदैन, छुनै हुँदैन है। यो व्रतमा चाहिँ जसले व्रत लिइरहनु भएको छ उहाँले पनि अमिलो चिज व्रतको दिन खान नि हुँदैन, छुन नि हुँदैन र घरका सदस्यहरूले पनि अमिलो चिज त्यो दिन खानु हुँदैन। यदि घरका अरू सदस्यले अमिलो खानुभयो भने पनि व्रत भङ्ग हुन्छ, फेरि दोहोऱ्याएर व्रत लिनुपर्ने हुन्छ। त्यसैले पनि यो व्रत चाहिँ एकदम कठिन व्रतहरूभित्र पर्दछ। यो व्रत लिइसकेपछि अरूको घरको पानी नखानु, अरूको घरमा गएर खाना नखानु, दिउँसो नसुत्नु, धेरै नरिसाउनु, कम बोल्नु। कम बोल्नुको अर्थ चाहिँ यो व्रत लिएपछि बोल्नै नहुने भन्ने चाहिँ होइन है। यो व्रत लिएपछि बोल्न त जति पनि बोल्न पाइयो, तर राम्रो राम्रो बोल्न पाइयो। अब हामीले धेरै बोल्दाखेरि मुखबाट नराम्रो कुरा निक्लिन सक्छ नि त कसैको लागि,
त्यही भएर कम बोल्नु भनेको हो। धेरै बोल्दा अरूको कुरा कहिलेकाहीँ आफू झगडा गरिरहेको हुँदैन, अरूको झमेला अरूको झगडा परिरहेको ठाउँ गएर सुन्यौँ हेऱ्यौँ भने पनि त्यो अर्काको झगडाको कारणमा पनि आफूलाई के मन नपर्ने कुरा हुनसक्छ नि त। त्यसले गर्दा आफूलाई क्रोध आउन सक्छ। त्यसैले अरूको झमेलामा पनि नपर्ने, अरूसँग धेरै बोल्दा नि नबोल्ने, बरु माको जय जयकार गरिरहने मनमा नै। यो व्रतमा भोजन चाहिँ एकचोटि मात्रै गरिन्छ। हजुरले बिहान पूजा गरिसक्नु भएपछि आफ्नो स्वास्थ्य अवस्था हेरेर पानी, चिया, फलफुल खान सक्नुहुन्छ। साँझको आरती गरिसक्नु भए पछाडि चोखो खानेकुरा बनाएर हजुरले एकचोटि भोजन गर्न सक्नुहुन्छ। अब परिवारका सदस्यले पनि बाहिर कतै गएर खायो भनेदेखि चाहिँ व्रत भङ्ग हुने भयो नि त। त्यसैले मासँग कमसेकम अनुरोध त गर्न पाइयो नि त, होइन, आफ्नो मासँग। त्यसैले मासँग के भनेर अनुरोध गर्नु भने नि, 2 हात जोडेर प्रार्थना गर्नु अनि मालाई भन्नु कि मा, मेरो यो इच्छा राखेर म व्रत बस्दैछु, मेरो इच्छा पुरा गरिदिनु। म अमिलो खाँदा नि खाँदिनँ, म अमिलो चिजहरू छुँदा नि छुँदिनँ। मेरा परिवारका सदस्यहरूलाई म आफैले पकाएर अमिलो चिज खान नि दिँदिनँ। तर यदि मेरा परिवारका सदस्यहरू बाहिर कतै गएर अमिलो खाए भनेदेखि मेरो व्रत भङ्ग नहोस्, मेरा परिवारका सदस्यहरूलाई पनि पाप नलागोस्, यो व्रतको नियम चाहिँ म मात्रै पुरा गर्छु है मा भनेर मासँग अनुरोध गर्नु। अनि जुन हामीले भोग तयार गरेका थियौँ नि माको लागि, चना र सक्खरको, यो प्रसाद चाहिँ विशेष गरी घर बाहिरको मान्छेलाई कसैलाई पनि खान दिइँदैन। किनभने नि उनीहरूले कतै गएर अमिलो खाएर आएको रहेछ र तपाईँको त्यो प्रसाद खायो भने पनि तपाईँको व्रत भङ्ग हुन्छ। अथवा तपाईँले प्रसाद खान दिनुभयो, बेलुकासम्म उनीहरूले कतै गएर अमिलो खायो भने पनि तपाईँको व्रत भङ्ग हुन्छ। त्यसैले आफ्नो घर बाहिरको मान्छेको त हामीलाई थाहा हुँदैन नि, भर हुँदैन। त्यसैले कसैलाई पनि प्रसाद खान नदिनु। घरभित्रको व्यक्तिहरू पनि, आफ्नो घरको सदस्यहरू पनि जो सानसाना बच्चाहरू छन्, बाहिर गएर अमिलो खाइदिन सक्छन्, अमिलो हालेको खानेकुरा खान सक्छन् भने उनीहरूलाई प्रसाद नदिनु। त्यो प्रसाद खान दिनुभयो र घरका सदस्यले पनि बाहिर गएर प्रार्थना त गर्नुभएको छ हजुरले मासँग, होइन, त्यो बच्चालाई नि पाप नलागोस् र मेरो व्रत नि भङ्ग नहोस् भनेर, र पनि जानी जानी प्रसाद खान दिनुभयो र उनले फेरि अमिलो खाइदियो भने त भङ्ग त हुने नै भयो नि। घरका सदस्यहरू पनि त्यस्ता सदस्यलाई मात्रै दिनु जुन चाहिँ हजुरलाई थाहा हुन्छ कि उहाँले चाहिँ 100% बाहिर गएर खानुहुन्न भनेर, त्यस्ता मान्छेलाई मात्रै खान दिनु। होइन भने त्यो प्रसाद घरकै सदस्यलाई पनि कसैलाई खान नदिनु अरूलाई। अनि हजुरले त्यो बेलुकाको भोजन गर्नुहुन्छ नि, साँझको आरती सके पछाडि हो, त्यो बेला नि पहिला प्रसाद खानु, अनि प्रसाद खाए पछाडि मात्रै भोजन गर्नु। अब उद्यापन गर्नको लागि हजुरले 16वटा हप्ताको व्रत लिनु भएको छ भने 16 पुरा भएर 17औं लागेपछि हजुरले उद्यापन गर्नुपर्छ। उद्यापन गर्नको लागि त्यो दिन चाहिँ बिहानै उठेर स्नान गर्नु, अनि स्नान गरिसके पछाडि भोग बनाउनको लागि चाहिँ अब त्यो दिन खिर बनाउन सक्नुहुन्छ, आलुको सब्जी बनाउन सक्नुहुन्छ, विशेष गरी चना त अब बनाउन सकिहाल्नुहुन्छ, पुरी बनाउनु। अनि के कुरामा चाहिँ ध्यान दिनु भने त्यो दिन लसुन प्याज प्रयोग नहोस्। त्यो दिन घरका कुनै पनि सदस्यले, त्यो उद्यापनको दिन पनि घरका कुनै पनि सदस्यले पनि लसुन प्याज यो मदिराहरू सेवन नगरून्। र अब भोग त्यो प्रसादको लागि बनाइएको त मा त लसुन प्याज हाल्ने कुरै भएन। अनि अब 8जना बालकहरू चाहिन्छ। यो व्रतमा चाहिँ अरू व्रतको भन्दा धेरै फरक छ। अरू व्रतमा चाहिँ व्रत सकिसकेपछि बालिकाहरूलाई लक्ष्मी रूप मानेर बालिकाहरूलाई टिका लगाउने, भोग खुवाउने गरिन्छ नि। यसमा चाहिँ तपाईँले समापन गर्ने बेलामा 8जना बालक चाहिन्छ। त्यो बालक पनि सम्भव भएसम्म ध्यान दिनु, आफ्नो छोरा नहोस्, आफ्नो घरको भाइ नहोस्, आफ्नो घरको देवर नहोस्, आफ्नो घरको नहोस्, बाहिरबाट लिएर आउनु। अनि अब फेरि कस्तो छ भने नि, आफ्नो घरको हुँदैन, बाहिरबाट लिएर आउनुपर्छ। अनि उनीहरूलाई खुवाए पछाडि फेरि प्रसाद खाएपछि उनीहरूले गएर बेलुका अमिलो खाइदियो भने पनि व्रत भङ्ग हुन्छ के। त्यसैले आफ्नो वरिपरि अगाडिदेखि भनिराख्नु, बालकको मम्मीहरूलाई, होइन, परिवारहरूलाई अगाडिदेखि भनिराख्नु, अमिलो खान नदिनु, त्यो दिन चाहिँ बेलुका अमिलो खान नदिनु है भनेर अगाडिदेखि भनिराखेर, अनि अगाडिदेखि खोजिराखेर 8जना बालकहरू लिएर आउनु। अनि उनीहरूलाई खिर, आलुको सब्जी, पुरी यसरी हजुरले खुवाउन सक्नुहुन्छ। अनि
खुवाए पछाडि अब हजुरले त्यो टीका लगाइसकेपछि पैसा नदिनु के, पैसा दिनुभयो भने बच्चा त हो पसलमा गएर अमिलो किनेर खाइदिन सक्छ नि त। त्यसैले हरेक बच्चालाई चाहिँ 2-2 वटा केरा दिनु। त्यो बालकहरूलाई खुवाउनको लागि जुन हजुरले प्रसाद बनाउनुहुन्छ नि, त्यो प्रसाद पनि यदि हजुरको घरमा काम गर्ने मान्छे राखिएको छ भने त्यो काम गर्ने मान्छेहरूलाई बनाउन नलगाउनु। सम्भव भएसम्म आफै एक्लैले मात्र त्यो हजुरले प्रसाद बनाउनु। अनि त्यो प्रसाद चाहिँ तोरीको तेलमा हालेर सब्जी बनाउँदा तोरीको तेल हालेर नबनाउनु। अनि अन्तिम दिन सम्भव भएसम्म गुरु लिएर आएर हवन गराउनु। हवन गराउनु भयो भने एकदमै धेरै राम्रो हुन्छ। यसरी हजुरले उद्यापन गर्न सक्नुहुन्छ। मैले सम्पूर्ण विधिहरू नियमहरू भनिहालेँ। हजुरले बुझ्नुभयो होला जस्तो लाग्छ मलाई। कुनै कुरा नबुझ्नु भएको छ भने कमेन्ट गर्नु। अनि हजुरलाई भिडियो मन पर्यो र हजुरको लागि चाहिँ यो भिडियो लाभदायक छ भनेदेखि भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु। अहिलेको लागि बिदा हुन्छु। फेरि अर्को भिडियोमा भेट गरौँला। हाम्रा अरू पनि नयाँ र पुराना भिडियो हेर्नका लागि तलको रातो बटन थिचेर सब्स्क्राइब गर्न नबिर्सिनुहोला।